आजकलभोलि मलाई यसो सोच लाग्छ क्या। पहिला सानो हुँदा स्कुल पढ्न जाँदाखेरि पाकेटमा 5 रुपियाँ पनि हुन्थेन। पैसैको लागि पाकेटमै हुनु पर्यो भने कहिले कसो कापी कलम किन्ने बाउआमाले दिन्थे, त्यही हुन्थ्यो। पाकेटमा कहिले कसो त्यति बेला देख्न पाइन्थ्यो पैसा भन्ने कुरा। पैसा किन देखिन्न भनेर म पहिला सोच्थेँ क्या। अहिले आएर बुझ्दैछु कि त्यो व्यथा काम गर्नु पर्दो रहेछ क्या। पैसा कमाउनको लागि, पैसा हुनको लागि पाकेटमा काम गरेपछि पैसा हुँदो रहेछ। फाइनल्ली गाइज आज चाहिँ मैले क्लियरली हिसाबले बुझ्दैछु क्या पहिलाका कुराहरू, बचपनाका कुराहरू। यस्तो पैसा कमाउनको लागि काम गर्नु पर्दो रहेछ। कुनै जागिर जब केही पनि पाकेटमा पैसा राख्नुको लागि हुनुपर्दो रहेछ। अब त्यति बेलामा त्यस्तो आवश्यकता पर्दो रहेछ। त्यति बेलामा आवश्यक परेर कहाँ हुने काम गर्न नसकिने होइन। जोस् भनौँ न गाइज, यसो हल्का क्या।